एभ्रिवान, हेलो नमस्ते सबैजनालाई। आई होप कि तपाईँहरू सबैजना सन्चै हुनुहुन्छ होला है। म पनि एकदम सन्चै छु है। तपाईँहरूलाई एकदमै सबैलाई नमस्कार है कुवेतबाट। र भन्नुपर्दा तपाईँसँग थाहै छ कुवेतमा छु है, अहिले फिलहाल छु है। र तपाईँहरूको साथ सपोर्ट पनि चाहिएको छ। र अर्को कुरा भन्नुपर्दाखेरि चाहिँ है, चाँडै नै म है घर आउँदैछु है कालिम्पोङ है। अनि एकदम म खुसी पनि छु है, एकदम सुपर एक्साइटेड, एकदम खुसी पनि छु है। र साथैमा भन्नुपर्दा अलिकति दुःखी पनि छु है। र खुसीको कुरा चाहिँ के हो भन्दाखेरि चाहिँ है, र दुःखीको कुरा चाहिँ पहिला भनिनु है। दुःखीको कुरा के चाहिँ के भन्नु चाहिँ है, अब मेबी आई डोन्ट नो है, मलाई थाहा छैन त्यति साह्रो त है के हुन्छ कसो हुन्छ है। जिन्दगी हो, मान्छेको लाइफ हो, मान्छेको अप्ठ्यारो के आउँछ। कुवेत वर्ष मिलेर जाँदैछु है। फेरि म फर्केर आउँछु आउँदिनँ थाहा छैन मलाई। र अर्को खुसीको कुरा चाहिँ के हो भन्दाखेरि चाहिँ मेरो सानो मेरो नानी है एमरिन है, उसलाई पुरा मिस गरिरहेको थिएँ होइन। अब गएर छोरीलाई भेट्दैछु हो। उहाँलाई मैले कति 1.5 मन्थ हुँदाखेरि फर्केर आएको है। र अहिले 10.5 मन्थ पुगिसक्यो है। र म एकदम सुपर एक्साइटेड छु है। आइम इगरली वेटिङ फर द डे है। अब तपाईँलाई अपडेट गर्दै गर्छु मेरो नानीसँग है, एपसँग होइन। वाइफ नानी म तिनैजना है, हामी मजाले बसेर है अब बात गर्नेछौँ है। अनि भिडियोमा देखाउनेछु है म, मेरो नानी, वाइफ होइन। अनि हामी कस्तो पाराले हामी टाइम स्पेन्ड गर्दैछ है, तपाईँहरूले देख्नेछ है। र त्यही हो। अन्त त्यही हो, अहिले यहाँनिर त अलिक गरम पनि चलिसक्यो कुवेतमा है। गरम पनि चलिसक्यो, सायद हामी कालिम्पोङतिर पनि पुरा गरम चढ्यो अरे भनेर सुन्दैछु है। ओके, त्यति नै थियो अपडेट है। र मेरो जुन चाहिँ पहिलाको फेसबुक है प्रोफाइल थियो है, त्यहाँबाट भिडियोजहरू हाल्ने गर्थ्यो है। र केही समस्याको कारणले गर्दाखेरि है अलिकति चलाउनै मिलेन हो। त्यो खोइ के मेरै मात्रै हुन्छ के हुन्छ है। घरि कुनै के ब्लक भइरहेको हुन्छ, घरि के प्रब्लमहरू आइरहेको हुन्छ कि। अन्त मैले चाहिँ होस् भनेर चाहिँ मैले पेज खोलेर त्यहीँबाट पेजबाट अब भिडियोजहरू हाल्नेछु है। र सबैजनाले है मलाई एकदम माया गरिदिनुहोस् होइन, साथ सपोर्ट गरिदिनु नभुलिदिनुहोस् होला है। तपाईँको भाइ दाजु जो सोचे पनि होइन एकदमै माया गर्नुहोस् है त। बाई गाइज।